बसिरा के भयो त्यसले खाए कि खाएन अब त्यसलाई सुबोलले राम्रोसँग खान दिन्छ कि दिँदैन मैले तपाईँको कुखुरा चोरे होइन किने हो कुरो बुझ्नु भएन कस्तो कुरा गर्नु भयो क्या आमा सिन्धुपाल्चोक भने कहाँनिर ती होइन तै पनि त्यो घाँस दाउरा गर्नु पर्दैन रे के धन सम्बन्धी जग्गा जमिन सबै भाका हुन् रे यस्तो कुरा सधैँ आउँदैन ल ठिकै छ नि त हेरौँला नि त हेर्दामा के बिग्रिन्छ र पर्सिको दिनमा तर केटा हेर्न आउँदैछ अरे त्यही भएर कता नजा है भन्नलाई क्या बिहे गर्दिनँ म किन नगर्ने नि कस्तो कुरा गर्छ यो अझ पनि त गर्ने बेला भएर छ बुढा पहिला उता कोदाको काम सिद्धाउँ अनि यताको गरौँला नि त जाउँ हिँड्नुहोस् भोलि म्यामले युनिफर्ममा आउने भन्नुभएको छ नत्र त गेटबाट छिर्नै नदिनु कस्तो फोन आयो हेलो फुपू दर्शन नमस्कार हजुर दर्शन बाबा दर्शन घरतिर सबैलाई ठिकै छ नि बुहारी सबैलाई ठिक छ फुपू अनि हजुरहरूलाई सन्चै छ नि हामी नि सबै ठिक छौँ बाबा ठिक छौँ कहिले काहीँ घरमा बस्न बोर लाग्यो भने यसो मिलाएर फुपूकोमा आउनु म पनि यहाँ एक्लै छु किन आउन मन लाग्दैन किन नलाग्नु फुपू मन त लाग्छ नि आउँछु टाइम मिल्यो भने फुपूको घर साँच्ची कहाँ रे त्यो सुन्ता खान होइन गोकर्ण भन्दा माथि हो ठ्याक्कै पत्ता लाग्यो बुहारी त्यहाँ सुन्ता खान आएपछि सोमनाथको घर कहाँ हो भनेर सोध जसले पनि बताइदिन्छ हिँड्ने दिन चाहिँ बिहानै हिँड है बुहारी खाना चाहिँ म यतै बनाउँछु ए भइहाल्छ नि फुपू म आउने बेला हजुरलाई कल गरेर आउँछु नि हुन्छ बाई ल आइज दिनभरि घिच्न दिएर नि ए बाबा ए बाबा हो बुढी ए यसलाई बाँधिहाल्नु पऱ्यो मैले आइज नि आइज आइज दाजु हजुर कतिखेर आउनुभयो धेरै बेर त भएको छैन त्यस्तै 45 मिनट जति भयो होला होइन त बुढी ए दाजु भाउजू त निकै कुर्नु पर्छ त गाडी यो कुराई त के कुराई हो र एडी बाबु त्यो कुराइले पो टेन्सन भयो र के कुरै भाउजू के कुराले हुनु एडी भाइ त्यो भाकाको कुराले नि चाउ है चाउ हो भयो एडी बाबु कष्ट नगर्नु यसै त हामी सुगरको रोगी खाजा बनाउँछु नि त दाजुभाउजू है खाजा खाऊ खाजा साजाको दुःख नगरौँ बाबु अब कुराको प्रसङ्गतिर जाउँ मेरो हिसाबमा त भाइले त तिर्नुपर्ने 25,000 पुगिसकेको छ नि त बाबु राम 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 होइन मैले लिएको त 1,000 मात्रै होइन र दाइ यो किलोमिटर ब्याजले त घरै पो जाला जस्तो छ त होइन के आइला है घाटे अब यसरी नै भाका मागिरह्यो भने त भन्न सकिँदैन बाबु ओहो यो किलोमिटर ब्याज त यसै गरी बढ्दै गयो भने त कुन दिन मलाई रोटा पुऱ्याउँछ घाटे ए एडी बाबु
के सोचिरा त्यस्तो केही पनि होइन भाउजू अब हिसाब किताब त मिलाउनु पर्यो नगद त हातमा छैन त्यहाँ खरा चाहिँ दखा कुखुरा होला त्यही यसो सागा टुक्रा हिसाब मिलाउनु त कुखुरा त्यो कुखुरा सुखुरातिर नलागु म त्यो गालपारा कुखुरा त्यही कुखुराले गर्दाखेरि अस्ति हाम्रो अब त्यत्रो चाहिँ दाजुभाइको सम्बन्धै उगा बरु त्यो खसी त चाहिँ मेरो दसैँले राखेको अहिले दसैँ नजिक आइसक्यो ए दसैँलाई राखे मलाई पनि दसैँलाई नै चाहियो हो अब तिम्रोमा काट्यो नि काट्ने नै हो अब मेरोमा लगाएर काट्यो नि काट्ने नै हो अब त्यसको काम काटिने यसो गर न भाउ त्यो दसैँको मार हान्ने दिन बिहानै आऊ तिमीलाई मजासित खुवाएर पठाउनु फेरि बेलुका चाहिँ नहो है भाउ बेलुका मगा पाउनु पासा टन्नै आउँछन् त्यसै गरौँ है हुन त बुढी हिँड्न पछि लिएर ल उतै लाग्छ दुइटै त हो नि भाउ यत्रो सानो सानो रहेछन् एउटाले त कहाँ 25,000 जान्छ त बाबु अब हिसाब मिलान भयो बाबु खुसी हुनु तिम्रो घर गएन ए अब दसैँ पनि आउँदैछ यसो खर्च खर्च चाहियो भने आउनु नि फेरि है बाबु मेरो गोडारी त बाजेको अरे के आइला यस्तो ओइ के हो तेरो पारा स्वास्नीको पुच्छ तेरो स्वास्नी चाहिँ के रानी बनाउन ल्याएको के भन्नुभयो क्या आमा तपाईँ तरकारी लिन गएको छ क्या त्यो छोरालाई यसो जान ढिला भइसक्यो अब म खाली चाहिँ मैले बनाइदिनु हुँदैन खालि नचाहिँ नि कुरा गर्नु भएको छ भइहाल्छ खालि घरको खाली चाहिँ उसले यसो सघाइदिएर के हुन्छ त कस्तो सानो सोच क्या आमा तपाईँको सानो सोच होइन भनेपछि तेरो बुढीले तेरो टाउकोमा टेक्ली भनेर भने तँलाई मेरो पिर गर्नु पर्दैन तपाईँले धेरै त्यस्तै चिन्ता लाग्छ भने त गएर भन्नुहोस् न त छोरीलाई सुतिरहेको छ त ओछ्यान 10 वर्षमा सुत्चे छोरी यो दाइ चाहिँ पकाउन देखि उसले आएर पकाउन सक्दिन घरमा जो खाली चाहिँ उसले सकाउन सकिँदैन खालि अर्काको छोरीलाई चाहिँ उसैले गर्दै हुन्थ्यो भन्ने चाहना के उसको चाहिँ शरीर होइन ऊ पनि त तपाईँले माया दिनुहुन्छ मैले माया दिउँला भनेर ऊ पनि त घरबार छोडेर आमा त्यागेर आएकी छ तपाईँले नै घृणा गर्ने मैले घृणा गर्ने त्यसैलाई अनि त्यो चाहिँ कसको सहारा भयो खालि नभएको कुरा सोचेको छ बसेको छ काम नकाजको उसको चाहिँ के परवाह छैन खालि छोरी 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 भनेको छ सुताएर राखेको छ छोरीलाई यहाँ अरे ल टाउकोमा टेक लगाइरे के अरे बसेको बेलामा एउटा सघाइदियो भनेर यसो खाली भाँडा गरिदिउँ त भनेको त ल के भन्ने के भन्ने टाउकोमा टेक लिएर आफ्नो छोरीले टाउकोमा टेकेको थाहा छैन धेरै छोरीमुखी भएर नपाउँछ तपाईँ भोलि दुःख पाउनु होला थाहा छ मलाई सब देख्दैछु यत्रो दिनसम्म मैले यहाँ खाना बनाएँ जुठो बना त एक दिन आइदियो ओहो दाइले पो काम गराउनु भएको रहेछ हामी चेलीबेटी भएको के काम हामीले गएर सघाउनु पर्छ भन्ने सोच आयो सोध्न आइदियो यहाँ गर्दैन त्यसले किन गर्ने त्यसले भोलि उसो एउटा गरेर गर्छ उसले मेरो बुढीले गर्छ भने त्यसले होइन त्यसो गरौँ यो त्यसले गर्नुपर्छ यहाँ भोलि उसो घरमा उसैले गर्छ कस्तो राम्रो सोच ओहो संस्कार भने यहीँबाट दिने आमा उहाँ गएर गर्छ भने सोच राख्नु भयो होला त्यो तपाईँको भुल हो हेर्दै जानु न
भोलि कस्तो चाहिँ संस्कार दिएर सिकाएर पठाएर चाहिँ छोरीलाई भनेर तपाईँको टाउकोमा आउने कसै नसुहानी यसकै रहेछ अब हेर कान्छ अब हाम्रो यो त्यो हो अब बर्खाको झाडी माडिसक्यो होइन अलिक चिप्लो छ ल ल मारे हिलो पो छ ल कान्छ खैले त म यति खन्छु अनि ले म खन्छु ले म यहाँ खन्छु होइन त्यसै त खन्ला ए दाइ यति त रहेछ नि यति त म खनिहाल्छु नि दाइ दिनुहोस् हो र खान्छ र खन्छु दाइ होइन म खन्छु होला होइन ठिक छ म खनिहाल्छु नि ए त गुवाचेलाई ल्याएकै खन्नु त हो नि कति नै त्यसलाई यहाँ देखाउनु ल्याएस् त तेरो दाइले लगाएको खसीको मूल्य उतार्नु पर्ने अझै के गराउनु छ तँलाई यो बारी मात्रै भन्ठाने होला त्यसै असुल हुन्छ तेरो दाइले लगाएको खसीको मूल हो मजाले खन्नु रहेछ त त्यो फरक ओ बस होइन के गर्ला यो एडीले मेरो भाइलाई खेत पो खनाउँदैछ सुजोलाई पाएर दलाउनु दलाएर आएर छ फेरि यो त सुवेलका थियो त यो कहाँबाट एडीकोमा पुग्यो ए गर्ने रहेछ त ल बिस्तारै गरेर गल्छ बस त्यो बङ त्यो यतापट्टि फगेर यो त माथि गर अब ल ठिक छ यसरी गऱ्यो भने एकैछिन सकिहाल्छ नि हुँदा यो गाउँका थाङ्गाहरूले सुत्दै हेर्न थाले होइन ए बुढा कसले हेपेको कुरा गरेको बिहान जाँदा त उज्यालो अनुहार लिएर गथ्यो दिनभरिमा के भयो भने अँध्यारो अनुहार लिएर आछौ त अब मेरै ऋण खाएर मेरै भाइलाई लगेर जोताइरहेको छ त्यो एडी लगेर उहाँ खेत खनाइरहेको छ ठिक्कै परेछ त्यस्तै खोज्दै जानिला मलाई त त्यो गोजेङ्गाले चड्कन हानेदेखि अनुहार हेर्नै मन छैन त्यसको कस्तो कुरा गर्छ यो गल्ती हाम्रो पनि त छ नि जेमेन त्यो मेरो भाइ हो एउटै पेटमा खेलेको माया लाग्दैन फेरि जान म हुँदा हुँदै त्यो अर्काले लगेर बेसमा दलाएको हेर्न सक्छु म त्यही गल्ती भयो भनेर त हामी लिन गएको नि अनि उल्टै हामीलाई थप्पड हान्ने नभए छोड्दे यो कुरा तर म त्यो एडीलाई यो अन्याय गर्न दिन्न अब त्यही लाटो गोजेङ्ग्रोको लागि गाउँभरि झगडा गर्दै हिँड तिमी त चुप जतिखेर पनि त्यसलाई लाटो गोजेङ्ग्रो भनिरहेछ तैँले गर्दाखेरि त्यो लाटो गोजेङ्ग्रो पायो के गरेर मैले गाउँमा बस्न जाऊ भनेर मैले पठाएको कुखुरा चोरेर ल्याऊ भनेर मैले पठाएको जति गर्दा पनि मै गएको नि तिमी चाहिँ सधैँ त्यही गोजेङ्ग्राको पछि लाडियो के अर्काको आइरन ल्याएर चलाएको नि आफै किनेर ल्याएर चलाउनु नि हेलो माइली भाइ कता हो म यतै घरतिरै छु दाइ किन आज अफिस नजानु भा अफिस आज छुट्टी लिएको दाइ ए त्यहाँ केटा पछिल्लो शिव मन्दिरमा केटी हेर्ने कुरो भइरहेको छ त्यहाँ भोलि मिलाएर बहिनीलाई त्यहाँ शिव मन्दिरमा ल्याउनु नि त ए हुन्छ दाइ हुन्छ हस् कति बजीतिर होला त्यही 10 बजीतिर भनेका छन् केटा पक्षले ल आइ त भोलि लिएर आउनु है 10
10 बजेतिर। हस् हस् हुन्छ त हस्। ल हस् हस्। केटाकेटी यिनै हुन्, यिनीहरूको राजी भयो भने त भइहाल्यो नि, एकचोटि भेट गर्न दिउँ। त्यसै गरौँ नि त। ल केटीहरू ल गएर यसो कुरा गर नि त। अनि तपाईँको नाम के पर्यो? मेरो नाम सानो भाया अनि हजुरको? मेरो दिप्सा। तपाईँलाई मैले एउटा कुरा भन्नै पर्छ होइन। अब तपाईँहरूलाई त्यो दाइले के आश सपना देखाएर बोलाउनु भयो त्यो त मलाई थाहा भएन, तर वास्तविकता के हो त्यो मैले तपाईँलाई भन्नै पर्छ। वास्तविकता पछि गएर थाहा पाउनुभन्दा अहिले नै थाहा भएको राम्रो। अब म मास्टर गरेर पनि अहिलेसम्म कुनै काम गर्दिनँ, म पुरा जबलेस छु, कामको खोजीमा छु। अहिलेसम्म सबै कारोबार बाबाले नै थाम्नु भइरहेको छ। मेरो फ्यामिलीको कुरा गर्ने हो भने मेरो आमा अलिक खिचखिची स्वभावको हुनुहुन्छ, तर मनको चाहिँ एकदमै सफा हुनुहुन्छ। अब बाबा त कस्तो हुनुहुन्छ तपाईँले देखिहाल्नु भयो। बाबालाई त बिहान बेलुका एक कप मिठो चिया बनाइदिए बाबा त्यसमै फुरुक्क। अब मेरो त भयो, तपाईँको केही छ भने भन्नुहोस्, पछि गएर मैले प्रश्न उठाउने ठाउँ नहोस्। ल केटा र केटीको कुरो मिल्यो होइन त? कहाँ कुरो मिल्यो भने सफा गर्नु पऱ्यो नि। कहाँ गयो धमिक्यो पुरै राख्ने निम्तो गर्नु गयो क्या अब त्यहाँ। अब हामी सरसल्लाह गर्छौँ अनि खाउँ चाहिँ है। ल हामी सल्लाह ठिक छ है। ल हजुर ल लाग्छ ल ल आज तपाईँलाई धन्यवाद है। ल ल हस् जाउँ तपाईँ। कान्छो हिँड्नु अरू त कान्छा यहाँबाट जाँदैन अब सम्झाजु। कान्छामा अब तपाईँको अधिकार छैन। कान्छामा अब अधिकार भएको नि मेरो मात्रै हो। अब यो गाउँमा सबैजनाले कान्छालाई अवहेलना गरेको बेला शरण दिएर राख्ने एक मात्र व्यक्ति म हो। त्यही भएर सोध्दै कान्छालाई लिएर जाने सोच बदल्नु। र अर्को कुरा, कान्छालाई पनि तपाईँसँग जाने मन छैन। जाऊ कान्छा, बाबा चढेर अगाइसक्यो होला नि, लिएर आऊ है। त जाँदै जस्तो कान्छो। किलोमिटर ब्याज पो लिएका छ त सोमदाजु, अझै कति आँसु ढार्नु पर्छ। मेरो दसैँको म खसी लिएर जान् बुढा। आएन त्यो किन आउनु? त्यसलाई मेरो माया भए पो झुके त म। एकचोटि होइन, दुईचोटि होइन, 3-4 चोटि गएर झुके त। त्यसलाई मेरो वास्तै छैन अनि के आउँछ? होइन को आएन भन्छ नि बुढा? फेरि के भयो? यता नगर चाहिँ कसमा मलाई बोल्नु छैन।
कसले छ ललाई देखिनुहोस् अनि यो छोरीले हो यस्तै ओछ्यानमा सुतिरहने 10 वर्षमा सुतिरहने छोरीलाई ओछ्यानै चिया पुऱ्याइदिनु न। कस्तो राम्रो संस्कार दिइरहनु भएको छ बाबा, कति सुख दिनुभएको छोरीलाई चाहिँ। यही चिया पनि त त्यसलाई पकाएर ल्याए पनि त भन्नु सक्नुहुन्थ्यो होला नि त। अर्काको छोरीलाई चाहिँ यो गरिन त्यो गरिन सबै त्यसैले गर्दै हुन्थ्यो भन्ने सोच। आमा ल जानुहोस् पुऱ्याइदिनुहोस्, ढिला भयो होला। मकै पाकेर धुन चक्र भारेछ नि त यहाँ त। रोग गरे फुपू। ल भाग्यमानी भयो भरेनी बुहारी, सन्चै राम्रै आयो। हजुर म सन्चै आएँ। ल है त बहिनीहरू, मैले भदेनीलाई यसो गाउँठाउँ देखाएर आउँछु, तपाईँहरू मकै छोडाउँदै गर्नु है त। बल्ल बल्ल मेरो घरमा यत्रो दिनमा आएकी भदेनी बुहारी, यसो गाउँठाउँ देखाउँछु नि हिँड। हुन्छ फुपू, तपाईँले त घरसर पनि नयाँ बनाउनु भएछ नि त फुपू। बनाइयो नि नानी। ल हिँड। छ नि भदेनी बुहारी। हेर त भदेनी बुहारी, हजुर हाम्रो जग्गा त ऊ त्यो खोल्सादेखि लिएर यताको, अनि त्यो डाँडादेखि लिएर ऊ यो टरासम्म, यो सबै हाम्रो। कहाँ यति मात्र हो र? किन त अझै देखाउँछु नि तिमीलाई मैले। अनि हेर भदेनी बुहारी, यो ठाउँ पनि हाम्रै हो। यी कुखुरा राखिरहेको छ, अब बेच्ने हुन लागेको कुखुरा। यो मात्र हो र ऊ पल्लो टरोमा पनि कुखुरै छन् नानी। यस्तै गरिरहेको छु। उता चाहिँ ब्रोइलर कुखुरा राखेको बुहारी नानी, यता चाहिँ अन्डा पार्नको लागि ल्यास कुखुरा ल्याएर राखेको। अझै चल्ला छन्, ठुलो भएपछि अन्डा पार्छन्। अर्को धेरै गर्नु भएको रहेछ फुपू। बिस्तारै आऊ है। हस् लगेर बुहारी नानी, यो टमाटर रोपेको पनि हाम्रै हो। अनि हेर ऊ फुल फुलेको छ नि, यो फुल फुलेदेखि यो सबै सेरोफेरो सबै हाम्रै हो। ल ठिकै छ, अब त घरमा गएर खाजा खाने पनि गरौँ हिँड। हस् हुन्छ। अनि फुपू फुबाजु त देख्दिनँ नि म त। ए फुपाजु के को घर बस्थे, उता ब्याज लगाएको पैसाको ब्याज उठाउन गयो होला नि त। सकै घरमा आइपुग्यो होला नि। जाउँ जाउँ खाजा खाउँला। लो बुढा पनि त आएछन् नि। भदैन बुहारी नि त आएर चाहिँ नि त। नमस्कार फुपाजु। आऊ। त्यो होइन केटा, हिजो केटी हेरेर आएपछि केटी मन पर्यो पनि छैन, मन परेन छैन, त्यो के पारा हो? त्यसले केही भन्दैन। आऊ भन्दा 10 वर्ष केटी भिडाएर अनि मन परेन भन्छु भने मलाई सोध्दैन त्यसले। तिमीलाई केटी मन परै छैन? अब उमेर हेर्दा त केटी मलाई सुहाउने हो नि, के गर्नु भन्न नमिल्ने।